ब्याक टु माई भिडियो। आज चाहिँ हामी सुर्खेतबाट दैलेखको गुराँसे गाउँपालिकाको पर्यटकीय स्थलमा घुम्न जाँदैछु र भिडियोलाई स्किप नगरेर हेरिदिनु होला। सुरु हुन्छ आजको भिडियो। यो ज्याकेट मेरो तातो भएपछि तातै हो घाममा चाहिँ नगर पनि चिया बनाउँदा छ क्या त्यो त खराब खान्छ त लादे 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 आयो लादे। भ्याली चाहिँ अब त्यही हो कि हाल्या छ के यार म पहिले हिँड्दा खाजा टर्की देखा त्यो नि खतरा तर नजर हुने हौ घर होइन खतरा तर नजर हुने हौ घर हामी चाहिँ सिद्ध पाइला नजिक आइपुगेका छौँ। अब छिट्टै नै त्यहाँ भेटाउनेछौँ ल। यहाँ चाहिँ जोडीहरू बनिरहेछन्, दामी रहेछ नि भाइरल फोटोहरू खिच्ने ठाउँ। ओ क्या दामी यार, झन् ट्याक्क होइन परम्परागत घर, खडले छोएको घर भन्छ यसलाई। ल दामी दामी दृश्य, बोल्न पनि सकिँदैन। उस्माको यात्रा भनेको गाह्रो रहेछ गाइजहरू, पहाडै पहाड रहेछ यार। स्वर्ग हिँड्ने स्वर्ग हिँड्ने स्वर्ग। गाउँतिरको गाडीको अवस्था, सामान बोक्ने साधन, मान्छे सब सामानसँगै होइन। ल गाइजहरू हेरौँ, फेरि सुन्दर बस्ती भेटिसकेको छ। यो चाहिँ सुर्खेत नै पर्छ, दैलेखको सिमानामा हामी आइपुगेका छौँ। र माथि टक्क बस्तीको माथि टपमा के हो, टावर जस्तो न कस्तो कस्तो रहेछ, खानेपानीको ट्याङ्की जस्तो न के हो है। ल यस्तै रमाइलो दृश्यहरू अपडेट गर्दै जानेछौँ र हेरेर साथ दिनुहुनेछ है। एकछिन खाजा खाएर भोक पनि लास्टै लागेको छ। अहिले चाहिँ 1:30 भइसकेको छ। गुराँसे गाउँपालिका दैलेखमा पुग्यो। हामी चाहिँ पुगेर नास्ता खाने ल सुरु गरियो है गाइजहरू। ल गाइजहरू खाजा खाएर पनि सकियो। अब हामी चाहिँ माथि मेन पर्यटकीय स्थल अब घुम्ने ठाउँमा जाँदैछौँ। के कस्तो छ है माथि। यो चाहिँ हस्पिटल रहेछ एउटा गुराँसेको। ल यहाँ चाहिँ एउटा अङ्कल बसिराख्नु भएको छ टिकट काट्नलाई। टिकट काट्नुपर्छ है। यस्तो भुल त गर्नु भएन नि त। स्वर्ग नै भन्दा फेरि फुल, बेमौसमी फुल भनिन्छ गाइजहरू यसलाई। बेमौसमी फुल डिजाइन चाहिँ दामी बनाएर है।
देखियो है पाखा कति राम्रो ठाउँ के अहिले ठाउँ ल फाइनल्ली गाइजहरू पुग्यो है ल गेटबाट भित्र जाँदैछौँ हामी कस्तो रहेछ आज चाहिँ यहाँ जस हामी मात्रै रहेछौँ पर्यटकको रूपमा कोही पनि हुन्छ आज शनिबार पनि पऱ्यो त्यही भएर नि होला साँझ पनि पऱ्यो ल देउस त्यही हो गाइज एकदमै सुन्दर दृश्य रहेछ मलाई चाहिँ राम्रै लाग्यो ल यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि त्यही हो फेरि पनि हामी अर्को भिडियोमा भेटाउनेछौँ ल अहिलेलाई यी भिडियो अन्तिम भइसकेको छ ल धन्यवाद है सम्पूर्णमा एभ्रीबडी थ्याङ्क यू सो मच भन्न चाहन्छु ओके